हामी चाहिँ माथि हिँडेर गएको। यहाँ चाहिँ बिक उखु छ। हामी चाहिँ चामल पिस्नु गएको रोटी पकाउनुको लागि। मेरो भाउजू उहाँ चाहिँ भाउजू यता नि त उहाँहरू चाहिँ टोइलेट बनाउँदै हुन्छ बिहेको लागि। काका भाइहरू चाहिँ यहाँ चाहिँ खतरा बनाइसकेछ। हामी चाहिँ गएको। हामी चाहिँ रमाइलो। यहाँ माथि चाहिँ भाउजू घर छ अनि पहाड पुरा खुसी लागेछ नि त। यहाँ त भाउजू नि गर्नुभयो। यहाँ चाहिँ कुरो रहेछ। यो कुरो चाहिँ जीवन हाँस्यो भने चाहिँ यहीँबाट जान्छ। यो चाहिँ पानीको ट्याङ्की अरे। भाउजूले चाहिँ चामल बोकिराख्नु भएको छ अनि हामीले चामल पिस्नु गएको। गाईचहरू यहाँ गाईचहरू। यो झोला चाहिँ रक्सी बोक्नु होला। यो चाहिँ भाउजूले दुईवटा एलिफेन्ट दिएको छ। यो चाहिँ के भन्छ है ढोक्रो। यो के लाउने हो भित्रको बोतल? त्यहाँ रक्सी लाउने। रक्सी लाउने कति बोकेर ल्याउँछ? त्यो माथि नै छोडिदिने। हामी चाहिँ उयो झोलामा ल्याउने। रक्सी ल्याउने बोतलहरू छ केकको बोतलहरू लिएर चाहिँ हामी खाने गर्ने गर्ने। यो सियु गाई हामी माथि कहाँ जाँदैछौँ भाउजू? हामी माथि मिलमा जाँदैछौँ। हामी चाहिँ यो यहाँभित्र भाउजूले बिहान धुनुभएको चामल छ अनि यो पिसेर लिएर मुछेर भोलि चाहिँ रोटी पकाउने। तपाईँहरूलाई पनि म देखाउँछु। भाउजू र म कहाँ कहाँ गयौँ भने क्लिक गर्नु। के अरे भाउजू? यसको चाहिँ तावा अरे। हाम्रो भाउजूले चाहिँ गाउँकै दाइ भाइलाई कसलाई बोक्नु दिनुभयो। उहाँले हेल्प गर्नुहुन्छ अरे हामीलाई। सो हामी जान्छौँ। ल लु गाईचहरू भारी बोक्ने मान्छे गाईचहरू गाईचहरू त खतरा। गाईचहरू हिँड्दैछ उकालोमा हिँड्नै नसक्ने। त्यस्तरी समात्दैन नि त्यस्तरी। ल अनि लाथे त फिल्लिके कुदिहाल्छ नि। के गर्छ? मिलमा आएको पिठो कुट्नु आएको माथि। हलुका यो त हामी उहिले 2-3 घन्टाको बाटो हिँडेको यस्तो। केसरीको बोट सानोहरू पुरा खाइयो। अहिले खाँदो पनि रहेछ होइन? यहाँको गुलियो हुन्छ। पाकेपछि गुलियो अमिलो सबै हुन्छ। त्यो तोरी पनि फुल्दैछ। उता तोरी पनि फुल्दैछ। गाईचहरू माथि मिलमा राख्देऊ है ल। कहाँ यहीँ पिर्छ होइन? यताबाट घुमाऊ। यहाँबाट आऊ। गाई पोखरी माछा पोखरी हो हाम्रो। पोखरी माछाहरू खेल्दैछ। एउटा एउटा छ पातुलो।
बाँधेको है छ नि कति खालेको तलतिरको बाजे तल छ एउटा रहेछ खै ल्याउ धोक्रो लु भयो यस्तो चाहिँ सुँगुरहरूलाई चारो बनाउँछ यो चाहिँ खरबुजा कि फर्सी के भन्छ खरबुजा हो यो चाहिँ बाख्राहरू सुँगुरहरूलाई फाइनली हामी चाहिँ मिलमा आइपुग्यो चामल लिएर सो हामी चाहिँ मिल पिसमा कुखुरा कति राम्रो मैले चाहिँ यस्तो पिछेको चाहिँ फर्स्ट टाइम देखेको हो नेपालमा चाहिँ चामल राखेर के खर्क मूल खर्क गएको हामी चाहिँ त्यहाँ सपिङ गर्नु जाँदैछौँ यो चाहिँ हाम्रो भाउजूको घरको बाटोहरू चाहिँ यस्तो छ अनि रुखहरू उयो चाहिँ यो अलैँची हो अनि यो चाहिँ उत्तिसको रुख अनि हाम्रो भाउजू हामी चाहिँ जाँदैछौँ यहाँ चाहिँ बाटो बनिरहेको रहेछ कस्तो राम्रो अनि मलाई चाहिँ मजा लाग्छ क्या यस्तो ठाउँहरूमा हिँड्नु मेरो भिडियो बनाइदिनु त यसरी देखाउने भाउजू नहल्लाइकन ल यसरी सिधा ल टक्कै हिँड्ने भाउजू म कस्तो प्रोफेसनल गर्नु चाहिँ गुड रमाउँदैछौँ अनि के छैन त्यो बाटो बनिरहेको हिँड्नु र गाडीमा चढ्नु चाहिँ साह्रै गाह्रो ठाउँ चाहिँ राम्रो भेरी गुड अनि हाम्रो क्यामेराम्यान हुनुहुन्छ आजदेखि चाहिँ मैले नयाँ क्यामेराम्यान राखेको छु सो आजको नयाँ क्यामेराम्यानले के कहाँ देखाउनुहुन्छ त्यो चाहिँ थाहा छैन गाइस होइन मेरो दुईवटा प्रोफेसनल क्यामेराम्यानहरू चाहिँ तल घरमै हुन्छ उनीहरू एकदम बिजी छ त्यो भएर आज न्यू मान्छेलाई लाज लाग्यो हामी बजार चाहिँ यहाँ भित्र देख्दै गरेको ठाउँमा जानुपर्ने अरे यस्तो ठाउँ छ स्ट्रबेरी हात बजार चाहिँ अलिक टाढा रहेछ हो पारी रे दोकान चाहिँ हामी चाहिँ जाँदैछौँ अनि म चाहिँ गले हिँड्नु पनि सकिनँ यस्तो अन्त तर पनि मलाई चाहिँ मजा भइरहेछ बाबुसँग हिँडिरहेको छु तर अत नि बाँस कति धेरै त्यसको रुख छ यता चाहिँ यहाँ चाहिँ खोल्सा रहेछ पानी भएको के खोला यस्तो राम्रो सलल पानी राख हेर्न सक्नुहुन्छ चिसो फ्रेस पानी
रमाइलो बनाइदिन्छ वेलकम हेर्नु त ऊ पारि जानु नि यसरी देखाउनु ल है यसरी यताबाट नि त्यो लडिन्छ यो त काली उयो होइन अलि झार हाम्रो नयाँ क्यामेराम्यानले के गर्छ होला केही न केही त गर्छ होला हौ गलीमा चाहिँ भाउजूलाई फर्क्यौँ भनेको मानेन उता त पुच्छु होइन घरबाट नै यो घर बढाल्ने पुच्चा हे म चाहिँ हिँड्नु पनि सक्दिनँ गाई चाहिँ राम्रो एकदम राम्रो छ ठाउँ चाहिँ तर हिँड्नै गाह्रो भयो साह्रै बुझ्छ प्लेस गुन्डीलाई नि गुन्डीलाई यस्तो तेर्सो बाटो पनि उकालो लानुपर्ने उकालो बाटो हिँडाउनु पर्ने अनि अस्मिले भेट्थ्यो ठुलो फेरि यस्तो तेर्सो बाटोलाई पनि हिँड्नु सक्दिनँ भन्छन् यिनी त फाइनली बजार आउन आँटेको छ कत्रो बजार छ भए देखेर भ्युज हुन्छु म होइन थाहा छैन यत्रो मिहिनेत गरेर हिँडेर आउँदा त एटलिस्ट खत्रै होला हुँदैन आशा छ मलाई बल खेल्ने ग्राउन्डहरू मेलाको लागि सजाइरहेछ ग्राउन्डमा तपाईँ पनि जानु थियो अस्ति मुखहरूको एकचोटि गएको थिएँ म काम परेर के काँटीहरू किन्नुलाई कब्जाहरू बाथरुमको लागि गाडीमै जानु हिँडेर गएको यहाँ चाहिँ धेरै रहेछ है कुचो यहाँ चाहिँ धेरै कुचोहरू छ लु म त फेरि खतरा खिचिदिन्छु बाङ्गो टेढो नेप्टो टेप्टो सबै यहाँ चाहिँ हामी मामा घरमा हुन्छ पाहाडमा हुने खानेकुराहरू त्यो पैसालीहरू होइन थोप्लेहरू एकदमै पाउँदो रहेछ अनि आई रियली सी डिफ्रेन्ट बिट्विन माई मामा घर एन्ड दिस प्लेस सो आई फिल लाइक इट्स सिमिलर केही पनि त्यस्तो फरक चाहिँ मैले पाएको छैन भ्युज वाज रियली नाइस रियली गुड इफ यु गाइज वान भिजिट यु गाइज क्यान कम टु द सङ्घसभा दिस इज द मूल खर्क राइट मूल खर्क हो यो चाहिँ तपाईँहरू मूल खर्क भन्ने ठाउँमा आउनु सक्नुहुन्छ तर प्लिज तपाईँहरू भ्यू हेर्नु चाहनुहुन्छ भने तपाईँहरूलाई यहाँको ठाउँहरू हेर्नु मन लाग्छ यो मूल खर्क यो चाहिँ सङ्घसभा हो तपाईँहरू यहाँ आउनु चाहनुहुन्छ भने चाहिँ प्लिज गाडीमा चाहिँ होइन बाइकमा आउनु होला तपाईँहरूले भ्यू एकदम राम्रो देख्नुहुन्छ मलाई चाहिँ गाडीबाट एकदम राम्रो भ्यूहरू देखाउनु मन थियो तर आई क्यानट सो द्याट अल गुड भ्युज एन्ड सी यु गाइज ल भयो मूल खर्क बजार भनेर भनेको छ यहाँ चाहिँ यहाँहरूलाई हार्दिक स्वागत छ धन्यवाद कति राम्रो नि भाउजूलाई चाहिँ आमाले दिएको बर्की मन पर्यो अरे हामी चाहिँ फाइनली बजार आइपुग्यौँ भाउजू सक्यो सपिङ गरेर सक्यो के किन्नु हो आजको सपिङ टिका लाबर चिन्ती चुरा चप्पल अनि मेरो भित्र लाउने ट्राउजर लु गाइस तपाईँहरूलाई पनि चाहियो भन्नु न म चाहिँ एकदम हालत पातला भएर हिँड्दैछु किन भन्दाखेरि कहिले घर पुग्नु होला भनेर कुरा गरिरहेको छ कम्ती टाढाको छैन टाढो कि भाउजूले चाहिँ यहाँ नजिक लाग्छ अरे मलाई चाहिँ कम्ती टाढो जस्तो हुँदैन अघि आउँछ त सास गरेको जस्तै अनि फेरि जहाँ जाँदा पनि भाउजूलाई सँगै जानु मन लाग्छ पछ्याउनु चाहिँ मन लाग्छ तर पछ्याउनु घरमै बस्छु फेरि घरमा फेरि भाउजू हिँड्नु औँसी लाग्छ नि त अनि फेरि भाउजूसँग हिँडेर यस्तो हिँड्नु पर्दो रहेछ अब झन् तलबाट के बोल्नुपर्छ मैले
त्यो रक्सीको बोतलसँगै घरमै मान्छेभन्दा पहिले रक्सीको बोतल ल्यान्ड हुन्छ र फेरि टुटुङ लड्दै बिहान त दादा बजिरहेको छ त्यही अघि त्यो त्यत्रो सबै बोतलबाट एक बिजन तर खाना तपाईँको पिछामा आउँछ खाइदिनु त्यही गाई चाहिँ काम चाहिँ टाइम हेर्ने हाम्रो बाजे भाउजू आमा मलाई चाहिँ नदेख्नु रिसाको छ ऊ चाहिँ I got so